पहिला अन्डालाई बोइल गरेर निकालिसकेँ। यहाँ तेल तातिँदैछ। अब यसलाई फ्राई गर्दैछु। एउटा हाल्दै यसलाई मैले यहाँ मसला खेल्छ भनेर अलिअलि बिचमा ट्विस्ट पनि गरेको छु। फोर्कले यसरी हजुरहरूले पनि काट्न सक्नुहुन्छ। रेडी गरेको छु अदुवा लसुनको चप, प्याजको चप, खोर्सानी र टोमेटो, 2टा टोमेटो लिएको छु। यतिको भइसकेपछि अब हामी यसलाई निकाल्छौँ। त्यसपछि पहिला हामी अदुवा लसुनको चपलाई पुर्याउँछौँ। अदुवा लसुन यतिको भइसकेपछि अब हामी यसमा प्याज राख्न जाँदैछौँ। अब प्याजलाई हामी गोल्डन ब्राउन हुँदैसम्म भुट्नेछौँ। प्याज यतिको भइसक्यो। अब यसमा हामी राख्न जाँदैछौँ बेसार। यतिको बेसार राख्दैछौँ हामी। एकछिन चलाउँछौँ। त्यसपछि हामी राख्दैछौँ खुर्सानीलाई, अनि पछि गोलभेडालाई, त्यस गोलभेडा राखेपछि अब नुन हाल्दैछौँ। नुन, त्यसको साथै जिराको धुलो, अनि पछि खोर्सानीको धुलो हालेर अब एकछिन यसलाई चलाएर एकछिन गोलभेडालाई पाक्न दिन्छौँ। 3 देखि 4 मिनट पकाउँछौँ यसलाई। अब गोलभेडा यतिको भइसकेछ। म मटर खोर्सानी हाल्न जाँदैछु। यो चाहिँ अप्सनल हो। हजुरहरूलाई मनपर्छ भइराख्नु, मन पर्दैन भइ नराख्दा नि हुन्छ। अब यसलाई पनि हामी एकछिन पाक्न दिन्छौँ। गोलभेडा मेरो यतिको भइसकेछ। अब अलिकति अब 1-2 मिनट जति पकायो भने हामी अन्डा राख्न रेडी। त्यो भइसकेपछि मेरो हेर्नुहोस् त गोलभेडा पनि मजाले पाकिसकेको छ। गोलभेडा मसला सबै मजाले पाकिसकेको छ। अब यसमा म पानी एड गर्न जाँदैछु। म चाहिँ चौलानी पानी युज गरिरहेको छु। यसले गर्दा धेरै बाक्लो हुनेछ। हजुरहरूले नर्मल पानी पनि एड गर्न सक्नुहुनेछ। यसलाई अब एकछिन उम्लेपछि उम्लिनको लागि छोडिदिने, अनि त्यहाँबाट अन्डा एड गरौँ। यतिको उम्लिसकेछ। यतिको बबल आइसकेपछि अब हामी यसमा अन्डा एड गर्न जाँदैछौँ। यतिको उम्लिसकेपछि यसमा हामी अन्डा एड गर्दैछौँ। अब यसलाई हामी 3 मिनट जति उम्लनको लागि दिन्छु, जस कारण यसको मसलाको यसको सबै फ्लेभरहरू अन्डाको भित्र पनि जानेछ। हेर्नुहोस् अब यतिको भइसकेछ। झोल हेर्नु कति मजाको बाक्लो भइसक्यो। अब यो खानको लागि रेडी छ। यसमा हामी धनियाँले गार्निस गर्नेछौँ। मलाई चाहिँ धनियाँ एकदम मनपर्छ। यतिको भएपछि अब यो हामीलाई रेडी। हजुरहरू पनि बनाएर खानु होला। थ्याङ्क यू।